साथीहरू, अहिलेका चर्चित हिरोहरू अनमोल केसी र प्रदीप खड्का मध्ये को हुन् नेपाली सिनेमाका नम्बर 1 स्टार? आउनुहोस् जानु। अनमोल केसी 32 वर्ष भए भने प्रदीप खड्का 34 वर्ष भए। करियरको कुरा गर्दा अनमोलले करियर 2013 को हस्टेल फिल्मबाट सुरु भयो र प्रदीपको चाहिँ 2015 को एस्केप फिल्मबाट भयो। कुल फिल्मको कुरा गर्दा अनमोलले 21 वटा फिल्म गरेका छन् भने प्रदीपले 17 वटा फिल्म गरेका छन्। सबैभन्दा हिट फिल्म अनमोलको अ मेरो हजुर 3 हो र प्रदीपको प्रेम गीत 2 हो। अब सोशल मिडियाको कुरा गरौँ। अनमोलको फेसबुकमा 6,76,000 फलोवर्स छ भने प्रदीपको 7 लाख रहेको छ। इन्स्टाग्राममा अनमोलको 3,84,000 फलोवर्स छ भने प्रदीपको 1,47,000 छ। अनमोलको एउटा फिल्मको पारिश्रमिक करिब 70 लाख रुपैयाँ अनुमानित छ भने प्रदीपको चाहिँ 50 लाख अनुमानित छ। नेटवर्थ चाहिँ अनमोलको अनुमानित 25 करोड रहेको छ भने प्रदीपको अनुमानित 18 करोड रहेको छ। अब आउँछ सबैभन्दा ठूलो बहस, अभिनय क्षमताको। अनमोलको स्टार प्रेजेन्स, स्क्रिन पर्सनालिटी, युथ अपिल र कमर्सियल करिजमा राम्रो छ भने प्रदीपको क्यारेक्टर ट्रान्सफर्मेसन, सिरियस रोल्स र एक्टिङ भर्सेटिलिटी राम्रो छ। त्यसैले दुवैलाई 8 दिएका छौं। अब राष्ट्रिय अवार्ड्सको कुरा गर्दा अनमोल 14 वटा पाएका छन् भने प्रदीपले 9 वटा पाएका छन्। अब भन्नुस्, तपाईको फेभरेट को हो?